हेलो नमस्ते सबैजना स्वागत छ मेरो गुरुङ नमट ब्लगमा। र आज चाहिँ म हाम्रो सेयरिङ भान्जीलाई लिन जानु लागेको छु। यता मामाहरूतिर आउनु खोजेको रहेछ, त्यही भएर चाहिँ म लिन जानु लागेको छु है। गाई एकछिन वेटमा गाई जरा ल म चाहिँ शिवनगर टोलमा आइपुग्नु लागेको छु होइन। आज घाम चाहिँ हिजो चाहिँ हामी परेको थियो साँझ आज चाहिँ मजाले घाम लागिरहेको छ। उकालो हुँदै जानुपर्छ है। बाटो चाहिँ खतरनाक छ क्या हेर्नु। ठ्याक्क उता माथि पुगेपछि रोड आउँछ गाइजहरू। टक्क शिवनगर टोल आइपुग्यो। बाटो पनि नजिकै छ कि देखिन्छ। हामी चाहिँ यताबाट जानुपर्छ है, माथि बोर्डिङ स्कुल त्यो जानु लाग्छ। ठ्याक्क लगाएर ओहो बाजे है त एकछिन भेटौँलाई आइपुग्नु लागेको छु म। गाइस म चाहिँ आइपुग्नु चाहिँ ट्याक्क भित्र बस्नु लागेको छु म गाइजले। हामी चाहिँ अब भान्जीलाई सेयरिङ भान्जीलाई नि लिएर हिँडिसके खानु हो कि भान्जी खाँदैन रे मामा जाने अन्त है त। हामी जाँदैछ नि घरतिर है। ओके भाइ एकछिन भेटौँ ल। ल गाइस हामी चाहिँ अब घरतिर पनि आइपुग्नु लाग्यो। सेयरिङ भान्जी यस्तरी हिँडिरहेको छ। भान्जी लोड छ है, लोड छ। बिस्तारै बिस्तारै पह पह पह। ए सेयरिङ भान्जी हिँड्न सक्दो रहेछ क्या हो भान्जी? हिँड्नु सक्छ हो। ल हामी चाहिँ अब घर पनि आइपुग्नु लाग्यो होइन। धेरै सकिन्छ भान्जी यस्तो मजाले हिँडिरहेको छ। मामा गएर जान्छु भनेपछि त हिँडिहाल्ने कि। कस्तो राम्रो फुल्यो है पानी पायो। ल है भान्जी भोलिपछि ठुलो भएपछि एक्लै आउनु सक्छ नि त हो। ठुलो भएपछि एक्लै आउनु सक्छ नि त। ठुलो भएपछि त मामा घर जान्छु भने दौडिँदै आउने होला हो नि त, हो कि होइन हो। ल गाइस बिस्तारै 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 हिँड्नु बिस्तारै। ल 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 कालु ल घर पनि आयो हेर्न ल है। अहिले एकछिन भेटौँ न गाइजहरू। अहिले मेरो काम छ, अलि खेततिर खाने काम छ हेर्नु न। अहिले भेटौँ है गाइजहरू, एकछिन भेटौँ ल। ल गाइस अब चाहिँ हामी खेतमा काम गर्नु पऱ्यो। खेतमा काम गर्नु पऱ्यो है त। अब यो चाहिँ अब यहाँ ट्याक्क लगाएर यसलाई आली तास्नु पऱ्यो। अनि त्यसपछि आली लगाउनु पर्ने भयो सुक्खा आली। ल अब चाहिँ मलाई हाँसी लिएर यो अब झारहरू काट्नु पर्ने भयो। अनि त्यसपछि घर पछाडिको अनि अनि सुक्खा आली लगाउनु पर्ने भयो नि है त गाइस। अहिले एकछिन भेटौँ ल। ल त गाइस म चाहिँ आज चाहिँ आली लाएर पनि अलिअलि सकिसक्यो। अब भोलि पर्सि अब कसै काम बाँकी छ। आजलाई चाहिँ भ्लग यहीँ गर्न चाहन्छु। सबैजनालाई बाइ बाइ है।